नारायण साथ साथ नारायण को दर्शन साथ नारायण को दर्शन काठमाडौँ कन्टेन्ट साक्षात् नारायण को दर्शन गर्नुहोस्। आज म धर्मको क्रममा अहिले बिहानै यो बुढानी कन्टेन्ट स्थित यो हाम्रो नारायण जय श्रीमान नारायणको मन्दिरमा परिसरमा आएको छु। तपाईँहरूलाई मैले दर्शन पनि गराएँ र दर्शन गरेर अवलोकन गराउने क्रममा चाहिँ गएको थिएँ। कस्तो संरचना छ भन्ने हिसाबले मैले तपाईँले साक्षात् नारायणको दर्शन गराइसकेपछि यहाँ पनि अब यताबाट पनि तपाईँसँग चाहनुहुन्छ भने यहाँ देखिन्छ है त। यहाँ पनि म अहिले जुम गरेर देखाइयो ल। जय श्रीमान नारायणको दर्शन गर्नुहोस्। अघि मैले अगाडिबाट गएँ, अहिले चाहिँ यता भयो त। ल यही हो ल काठमाडौँको बुढानी कन्टेस्टित यो नारायण स्थान। यो नारायण स्थान पनि भन्छन् बुढानी कन्टमा। यो काठमाडौँ बुढानी कन्टमा भएकोले नारायण स्थान पनि भन्छन्। यो नारायण स्थानको दर्शन गर्नुहोस्। आज शनिबारको दिन चाहिँ यहाँ विशेष अलिकति चहल पहल छ। साइक्लिङ गर्ने नवयुवा युवतीहरू अनि झाँकी साकी र्याली प्रदर्शन गर्ने अनि त्यसपछि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने अनि दर्शनार्थीहरूको पनि यहाँ लामै लस्कर छ है। लाइन लागेर एकदम एकाग्रताका साथ संयमताका साथ धैर्यताका साथ यहाँ दर्शन गर्न चाहिँ बस्नु भएको छ। यहाँ नेपाली दर्शनार्थीहरू लगायत कोही इन्डियन टुरिस्टहरू पनि हुनुहुन्छ है। यहाँ कसैले परेवालाई खानासाना पनि खुवाउँदै हुनुहुन्छ लाग्छ यहाँ है। यो नारायण स्थानको मैले पनि दर्शन गरेर तपाईँहरूलाई पनि दर्शन गराएर म गएँ। यहाँबाट तल यसो झर्ने कार्यक्रम गर्दै तपाईँहरूलाई यसो देखाउँदैछु हेर्नुहोस्। हाम्रो शनिबारको दिन साक्षात् नारायणको दर्शन गर्नुहोस्। यो नारायण थानको बुढा नीलकण्ठ स्थित नारायण थानको काठमाडौँ बुढा नीलकण्ठ स्थित नारायण थानको दर्शन गर्नुहोस्। जति पनि फुल प्रसादको पसलहरू पनि छन् यहाँ यता लाइनमा छन् होइन। मजाले खाजासाजा खाने मान्छेले पनि खाजा खानु चाहिँ जेरी सेरी जलेबी सलेबी पनि है। जम्मै जलेबी छानेर राखेको जलेबी होइन। खाजा नास्तादेखि फुल प्रसादको पसलहरू पनि टन्नै छन्। बाहिर मालासालाहरू के किनिन्छ प्रसादहरू छन्। अब मैले पनि दर्शन गरेँ, तपाईँहरूलाई पनि दर्शन चाहिँ गराएँ। अब यो दर्शन गराउँदै म पनि अब पार्किङबाट आफ्नो बाइक निकालेर हिँड्छु हो। यति भन्दै मैले दुई शब्द अब यहीँ टुङ्गाउँछु। त्यसो हुनाले तपाईँहरूलाई बिहान नारायण थानको दर्शन गराएँ। वापस चट्ट लाएर एउटा सके लाइक कमेन्ट र सेयर पनि गरिदिनु होला। मेरो बाइक लिएर पनि म आएँ। अब म हिँड्छु है त। ल बाई बाई। आजको लागि यो नारायण थानको दर्शन गराउँदै म यो भिडियो यहीँ टुङ्गाउँछु। धन्यवाद धन्यवाद धन्यवाद। जय दक्षिण काली माता की जय। ल दक्षिण काली माताको दर्शन गरौँ। आज शनिबार राम्रै भिडभाड छ है। गाडी र बाइकको पार्किङ त टन्नै छ। दक्षिण काली माताको दर्शन गर्न आउने शनिबार भएकोले दर्शनार्थीहरूको चाहिँ व्यापक भिडभाड देखियो है दक्षिण काली मन्दिरमा। हामी आज बिहानै नारायण थानको दर्शन गरेर पनि यहाँ दक्षिण काली माता लाइन पनि लामै रहेछ। लाइन त माथिदेखि नै लाइन छ। गाडी पनि यहाँ पार्किङमा चाहिँ माथिदेखि नै टन्नै छ। आज शनिबार भएकोले होला दक्षिण काली माताको दर्शन गर्न आउने भक्तजनहरूको चाहिँ व्यापक भिडभाड देखिएको छ है। ल हेर्नुहोस् यहाँ। ल म तपाईँहरूलाई अहिले मन्दिरको दर्शन अहिले गराउने कोसिसमा चाहिँ छु। हेर्दै गर्नुहोस् है। आज भिडभाड चाहिँ छ। त्यही पनि अब यो पवित्र स्थलको चाहिँ तपाईँहरूले चाहिँ दर्शन गर्नु भने माताको दर्शन गरे बराबर हुन्छ। यहाँ डम्फु पनि बस्दैछ। यहाँ पूजा पसल पूजा सामग्री पसलहरू पनि छन्। व्यापक भिडभाड पनि छ। ल डम्ब्रु साम्रो बजाएर ल हेर्नुहोस् त। यहाँ धनियाँ सनियाँ साग खुवा बेच्ने पनि हुनुहुन्छ। ल व्यापक भिडभाड भएकोले चाहिँ ल है यहाँ हेर्नुहोस् है। हेर्नुहोस् हामी मन्दिर अब है दक्षिण काली माता प्रवेश गर्ने गेट यही गेट हो। जय दक्षिण काली माता की जय। जय दक्षिण काली लाइन त भयङ्करै छ।
यता पार्किङमा पनि गाडीको पार्किङ पनि त्यत्तिकै छ। ल हेर्नुहोस् है आई जय दक्षिणकाली माता की। ल हेर्नुहोस् गजुरको दर्शन गर्नु माताको गजुरको दर्शन ल है। ल ल ल ल ल यति भन्दै म आज अब यो तपाईँलाई दक्षिणकाली माताको दर्शन गराएँ। यो एरियाको चाहिँ बाटोघाटोमा चाहिँ यो गाडीको भिडभाड हेर्नुहोस् होइन। ल यो भिडभाड हेर्दै हामी पनि अब दक्षिणकाली माता मन्दिरको दर्शन गर्दै गराउँदै कलैयाको बाटोतिर लाग्यौँ। हामी यो आज दक्षिणकाली माता हुँदै सिस्नेरीको बाटो हुँदै देउराली डाँडा भीमफेदी भैँसे हेटौडा हुँदै कलैयासम्म पुग्ने यात्रामा लाग्यौँ। ल यति भन्दै मैले आफ्नो 2 शब्द यहीँ टुङ्ग्याउँछु। तपाईँहरूलाई चाहिँ यसो यो सिन हेराइदिनु भनेको हो। अब यसो भिडियो मन परेदेखि बेला बखतमा यस्तो यात्राका भिडियोहरू यदि तपाईँ हेर्न रुचाउनुहुन्छ भने मेरो च्यानल यो मेरो आइडीलाई चाहिँ कृपया फलो गर्नुहोला। र यस्तो मन पर्छ भने ल यो झुलुङ्गे पुल पनि हेराइदिएँ अनि यसो लाइक कमेन्ट पनि गर्नु होला है। ल अब यो झुलुङ्गे पुल पनि देखाइदिनु होला ल यति भन्दै मैले आफ्नो 2 शब्द यहीँ टुङ्गाएँ। अब आजको लागि यो सिन देखाउँदै मैले तपाईँसँग आज्ञा मागेँ। ल कृपया भिडियो हेरिदिनु भएकोमा धन्यवाद धन्यवाद धन्यवाद।